तल भनेको कुराहरूलाई सुन्नुहोस्, परमेश्वरको वचनले भनेको कुरालाई विश्वास गर्नुहोस्। यिर्मया 10:15 ती व्यर्थका हुन्, गिल्लाको थोक मात्र, तिनीहरूका न्याय हुँदा ती नष्ट हुन्छन्। त्यही नै हो, जब शत्रु विनाश गर्न आउँछ, तिनीहरूले आविष्कार गरेका मूर्ति पूजा, बोक्सी विद्या, यी कुराहरूले कुनै फाइदा गर्ने छैन। तिनीहरूले चोट पुर्याउनेछन् र मानिसहरू नष्ट हुनेछन्। त्यहाँ धेरै मानिसहरूलाई थाहा छ यो के हुन्छ भनेर, तर तिनीहरू धर्ममा टाँसिएर बसेका छन्। तिनीहरूले यस्ता कुराहरू त्यागेर भाग्नुपर्छ र परमेश्वरको वचनमा रहनुपर्छ। प्रार्थनामा आगो हुने मानिसहरूको बिचमा आउनुहोस् र तपाईँ पनि तीहरूमध्ये एक हुनुहुनेछ। यो आशिषित व्यक्तिलाई हेर्नुहोस्। कुन चाहिँ कान तपाईँले सुन्नुहुन्न कि तपाईँले थोरै सुन्नुहुन्छ? एकदम थोरै। त्यसले म अब पछाडि फर्किनेछु, तपाईँले मेरो मुख देख्नुहुने छैन। तपाईँ विवाहित कि सिङ्गल? सिङ्गल। तपाईँको आमाको नाम के हो? फ्रान्सिस्को। र तपाईँको पिताको? जोजेफ de Souza। तपाईँ कहाँ जन्मिनु भयो? Alcarios। अब म प्रार्थना गर्दछु। पिता, म येशूको नाउँमा प्रार्थना गर्दै यो आशिष दिन आउँछु, जसले मलाई भन्दैछन् कि मलाई निको पार्नुहोस्, म निको हुन चाहन्छु, मलाई समृद्ध गर्नु र म समृद्ध हुनेछु। म सबै खराबीलाई भन्दछु, यो जीवनलाई छोडेर गइहाल। येशूको नाउँमा आमेन।